सैद्धान्तिक कुरा गर्दै गर्दाखेरि मलाई एउटा कुरा चाहिँ म उत्साहित छैन, किनकि थाहा छ यहाँ बोलेर केही हुँदैन। हामी सम्मान्यज्यूलाई सम्बोधन गर्छौं, समयको लागि अनुरोध गर्छौं, हामीले बोल्दै गर्दा माननीयज्यूले पनि केही कोरे जस्तो केही टिपे जस्तो गर्नुहुन्छ, तर सम्भवतः त्यो टिपेको टिपोट उहाँको कार्यकक्षको टेबलसम्म पनि पुग्दैन। त्यसैले त केही फरक पर्दैन, यहाँ बोले पनि खासै केही परिवर्तन हुँदैन, किनकि त्यसपछि सत्ता पक्षको संख्या गनिन्छ, उपस्थितको संख्या गनिन्छ, प्रतिपक्षको संख्या गनिन्छ र हुन्छ हुँदैनमा सबै आन्दोलन, सबै सिद्धान्त र सबै इतिहास सकिन्छ, त्यहीँबाट टुङ्गिन्छ सबै। तर हुनुपर्ने त के हो भने यो विधेयक संशोधन गर्दै गर्दा जनताको दैनिकीमा कहाँ फरक पर्छ, उसको पर क्यापिटा इन्कम 5 वर्षमा कहाँ पुग्छ भनेर त्यो तथ्याङ्क सहित, त्यो दावा सहित सत्तापक्षले आफ्नो दाबी प्रस्तुत गर्न सक्नुपर्ने हो नि, कि योले गर्दा जीडीपी ग्रोथ मैले यहाँबाट यहाँसम्म पुर्याइदिन सक्छु 6 महिनामा, वा अर्को वर्षको बजेट प्रस्तुत गर्दै गर्दाखेरि म यति दाबी गर्न सक्छु प्रोडक्टिभिटीको। WPO वर्ल्ड प्रोडक्टिभिटी अर्गनाइजेसनले हाम्रो प्रोडक्टिभिटी घटिराखेको तथ्याङ्क निकालेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले हाम्रो करप्सन बढिराखेको तथ्याङ्क निकाल्छ। हामी ग्रे स्केलमा, ग्रे जोनमा परिराखेको तथ्याङ्कहरू सबैलाई थाहा छ। अनि हामी फेरि दस्तावेजमा सम्झौता गर्दैछौँ। मलाई यहाँ कुरा गर्न मन लागेको, अस्ति नै हामीले यो प्रक्रियाहरूको बारेमा आशंका व्यक्त गर्दै गर्दा सत्तापक्षका धेरैजनाले हामीलाई पढाउन आउनुभयो कि कन्टेन्टमा फोकस हौ न, इन्टेन्सन गलत छैन, अनि हामीले भन्यौँ ठिक छ, शङ्काको लाभ दिन हामी तयार भयौँ भनेर। तर आज यो सबै कुरा गर्दै गर्दा हामीले फेरि शङ्का गर्ने ठाउँ आएन त। संविधानले 3 तहको सरकार भन्छ, हामीले अभ्यास 4थो तह पनि गरिरहेको छौँ, यसले 4थो तहलाई बलियो बनाइरहेको छ, तेस्रो तहलाई, 3वटा तहलाई होइन। केही भएन, यसरी हुँदैन भनेर मान्छेहरू सडकमा सङ्ख्या बढिराखेको छ। ल, सबै डाडु पन्यो संख्यागत रूपमा सदनमा, सबै चिज त तपाईहरूको हातमा छ, तर खोइ तपाईको संशोधनले त्यो सम्भावना देखाइरहेको छ कि केही हुन्छ है भनेर। त्यो सम्भावना त फेरि पनि देखाइरहेको छैन। नियुक्तिहरूमा हेरौँ, धितोपत्र बोर्डको नियुक्ति हेरिहाल्यौँ हामीले, कुन बिचौलियाको घरबाट नाम आयो भनेर। भर्खरै बिमा प्राधिकरणको नियुक्ति पनि हेरिहाल्यौँ, र म तपाईहरूलाई चुनौती नै दिन्छु कि गभर्नरको नाम पनि फ्री कम्पिटिसनबाट आउनेवाला छैन। यति यो कुरा, यो क्वालिफिकेसन, यति इन्टरनेसनल एक्सपोजर, यतिवटा निकायमा काम गरेको यो भनेर हुनेवाला छैन। कुन बिचौलियाले कति पैसा दिन्छ र कसको नाम पठाउँछ भनेर त्यो तयारी हुँदैछ, र हामीहरू नामहरू आकलन गर्न थालिसक्यौँ त्यो हुन्छ भनेर। त्यसैले अनुरोध छ, यो संशोधनहरू गर्दै गर्दा यो नयाँ सबै परिकल्पनाहरू कोरेर लिएर आउँदै गर्दाखेरि सम्भावनालाई, विकासलाई र सूचकहरूलाई केन्द्रमा राखिदिनुस्, व्यक्तिहरूलाई होइन। धन्यवाद।